जाऊ भेना किन यस्तो लामो तेरो ल हामी चाहिँ खाइ यस्तो गाह्रो भइरहेछ। हेलो एभ्रिवान, सबैले नमस्ते, वेलकम टु माई च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। मैले चाहिँ भोइस कभर गरेको छु साथीहरू घरबाट बिर्सेर स्टार्ट गर्न। आज चाहिँ हामी धनगढी हुँदै अनि त्यसपछि महेन्द्रनगर हुँदै कता कता उता घुम्न जाँदैछौँ। चाँदनी दोधारा हामी चाहिँ अहिले धनगढी पुगेछौँ है साथीहरू। घुम्नलाई लास्टै गाह्रो भइरहेछ। यहाँ चाहिँ मान्छेले तान गर्दो रहेछ लास्ट भेना। आज चाहिँ मेरो धेरै पछि ब्लगमा तपाईँ बाइकमा जाने एक्लै गइदिने बाइकमा ल साथीहरू। हामी चाहिँ गएको हो यहाँ तान हुँदो रहेछ। हामी चाहिँ महेन्द्रनगर गएको साथीहरू। हामी चाहिँ कविता घरबाट अहिले भर्खर आइपुग्यौँ। मैले भिडियो स्टार्ट गर्न पाएन घरमा, त्यस्तै हतार भयो। हामी ठ्याक्कै गाडीमा चल्न स्टार्ट गरेको छु। भेना र कविता चाहिँ गइसक्यो बाइकमा साथीहरू। अब मान्छेको कुराहरू बाइक कस्तो हुँदो रहेछ। हामी गाडीमा जाँदैछौँ घुम्नलाई। नयाँ ठाउँ पालोहरू छोड्ने गाडी चलाएर छोड्दै देख्नु भेना बाइकमै त जन्मिन अब एक छोरा जन्म कि छोरी। अनि यिनीहरू चाहिँ बिहानै आएको हस्पिटलमा भेना र सन्तोष भेना। यिनीहरू चाहिँ यहाँ पुगिरहेछ। गाडीबाट चाहिँ महँगो रहेछ टाढा पनि त छ यहाँबाट। अनि त्यसपछि मैले महेन्द्रनगर यहाँ भनेको टाढै हो, 2-3 घन्टा लाग्छ। अनि हामी आएको 3 दिन भयो धनगढीमा। अनि आज हुन्छ जोकरताल घुम्न गयौँ। आज महेन्द्रनगर यहाँको कति दिन भयो। भोलि चाहिँ घर साथीहरू। छोरीलाई नचासेन साथीहरू। यहाँनिर छोरी यता हेर त। ल साथीहरू कुन ठाउँ थाहा छैन। हामी कुन ठाउँ आयौँ भनेर नि थाहा छैन। थाहा पाउने मान्छे अगाडि गइसके। कहाँ हो कुन ठाउँ हामी आएको? झराले भन्ने ठाउँमा पुग्यौँ साथीहरू। हामी चाहिँ के भने त महेन्द्रनगर आइपुग्यौँ। हामी चाहिँ एकछिन गाडीबाट झरेर अनि त्यसपछि हामी यहाँ बसिरहेछौँ। अब चाहिँ हामी कति टाढा हो कति टाढामा यहाँ कति टाढा हो। म त हामी के हेर्न जानु लाग्यो त्यति टाढा। महेन्द्रनगर आइपुग्यौँ भर्खर। अब यहाँदेखि फेरि हामी झुलुङ्गे पुग्यौँ। 750 हुन्छ, 700 दिँदा हुन्छ बाजेलाई। यता कता अनि त्यसपछि यता के भन्ने पार्क छ अरे त्यहाँ जान्छौँ। भर्खर गाडी 1-2 घन्टा लाग्यो। हामी धनगढीदेखि भाइरलपुर हुँदै आउने कि पछि आउने बेला भाइरल रोड हुँदै है बाजे। हामी चाहिँ साथीहरू लास्टै टाढा चाहिँ भेनेको टाढा यो घुम्ने ठाउँ 2 घन्टा लाग्यो। 2 घन्टा गाडीमा लागिहाल्छ नि। हामी आएर यहाँ चाक पार्टिसक्यो बस्दा। हामी चाहिँ 2 घन्टा हो साथीहरू। लास्टै कति लाग्नुहुन्छ भाडा? लास्टै टाढा रहेछ साथीहरू। बजार चाहिँ राम्रै रहेछ हो, यतातिर ठुलै रहेछ। हजुर एकछिन हेरौँ न हजुरको। ल चाँदनी दोधारा जाने ठाउँ बाटो यस्तो रहेछ साथीहरू। त्यो पुल ठुलो राम्रो छ होइन जानुभयो दाइ? आमा आधी घन्टा लाग्छ पुल पुग्नलाई। नेपालको सबैभन्दा ठुलो लामो पुल भन्ने हामी भन्ने ठाउँमा जाँदैछौँ महेन्द्रनगरदेखि भित्र। अब थाहा छैन। अब हामी चाहिँ ल साथीहरू हामी चाहिँ आइपुग्यौँ। दोधारा चाँदनी त्यही पुल हो साथीहरू। मलाई भन्न चाहिँ अलि गाह्रो भएछ साथीहरू। हामी चाहिँ चाँदनी दोधारा भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ पुल यति लामो छ, लामो रहेछ है भने पुल। नेपालको दोर्सो अरे।
साथीहरू हामी चाँदनी दोदार्ने पुल भन्ने ठाउँमा आइपुग्यौँ। नेपालको फर्स्ट कि सेकेन्ड? फर्स्टै हो अब। बाबेजरमा छ त योभन्दा लामो। अब ल साथीहरू यस्तो रहेछ हो, यस्तो सोच गाह्रो छ यस्तो ब्याउने भएपछि नि यस्तो गाह्रो साथीहरू। त्यहाँ भोलि मेरो बच्चा छ भन्नु न। भेना छोरी समात्नु। ल साथीहरू हामी चाहिँ यस्तो गाह्रो भइरहेछ नेपालको सेकेन्ड वर्ड पुल हेर्न आएको। दोधारा पुल है, दोधारा। ल यस्तो पुल त आँखै पुल छ यहाँनिर चाहिँ नानीलाई निप्पलहरू पनि बोकेर छ यस्तो यस्तो। तर यहाँदेखि इन्डिया पनि जान्छ होला है भेना? इन्डिया यो बर्खामा ठुलो पानी पर्छ क्या हो क्या यहाँनिर। मान्छेले हेर्नलाई कति पैसा खर्च गरेर आखिर हाम्रो ठाउँमा पनि त छ त साथीहरू है यस्तो, तर यस्तो लामो चाहिँ छैन। अनि चिप्लिँदो रहेछ चिप्लिँदो। यहाँ बालुवा कति राम्रो हुन्छ। चाँदनी दोधारा फर्स्ट टाइम हामी यो ठाउँमा फर्स्ट टाइम आएको। यहाँबाट फोन खस्यो भने त भेना कहाँ जाला? तर देखिन्न होला हौ न केही पनि। चुस्न सिकाउनु त कस्तो हिँड्न धौबाको उकालो र ओह्रालो। छिटो नहिँड्नु अरे भेना। भेना ऊ पारि के पुल हो? गाडी हिँड्ने? ल यहाँ चाहिँ अब बाउआमा बन्दैछन् साथीहरू। यहाँ अब धेरै टाइम छैन। यस्तो हुनु पर्यो है जोडी भएपछि। हेर टोपेन्द्र गाह्रो छ जिन्दगी गोरेटोमा। अब मान्छेका बुढी यस्तो भयो भने हेर्दैनन् के गर्नु। यहाँ चाहिँ यस्तो भइरहेछ, गाह्रो भइरहेछ। मलाई गाह्रो भइरहेछ साथीहरू। यहाँ चाहिँ छुट्टै जोरी यता छुट्टै नानी समात्रै हिँड्दैछन् भने यता भन्ने छुट्टै। ओए कहाँको राइटर हो यो? छुट्टै। ल साथीहरू नानी छुरी यहाँ बाइक पनि लाग्दो रहेछ साथीहरू। कहाँ यता? अब छोरीले खाने निप्पल बाउले खाइरहेछ यहाँनिर चाहिँ। कति टिटी बिजोकमै छु यहाँनिर चाहिँ। साह्रै गाह्रो भइरहेछ यहाँनिर। अब के गर्ने साथीहरू यस्तो हुँदो रहेछ यहाँनिर। यिनीहरू दुई बहिनीको जोडी छ। कति लामो हो भेना पुल। आमा पऱ्यो यहीँ फोटो खिचाम के नजाम उता। कति राम्रो यहाँ पछि कति पानीले बर्खाले लास्टै हुन्छ होला हौ साथीहरू। अनि एउटा के चार यति डर लाग्यो यति तल छ। अस्ति 6 महिनाको बच्चा यस्तो छ यहाँ पनि। अब 3 महिनापछि अब यति लामो रहेछ साथीहरू पुल। हामी चाहिँ धेरै पर जाँदैनौँ, लास्टै गाह्रो भइरहेछ। कति टाढा हो। हामी चाहिँ अब यतिबाटै फर्किन्छौँ होला साथीहरू। सब अब यहाँनिर चाहिँ सब टल्केछौँ हामी चाहिँ घामले गर्दा। यो धनगढीको घामले हामीलाई टल्काएको छ साथीहरू। देशिँदै गराएको छ भैया साथीहरू। देशिँदै गराएको छ भैया चाहिँ कञ्चनपुर महेन्द्र नगरदेखि भित्र। बेस रमाइलो छ साथीहरू। आधी पुग्यौँ यो पुलमा। धेरै टाढा रहेछ परै कति लामो अनि त्यसपछि हामी चाहिँ उतै परसम्म नपुग्न नसकेर धौ भएर लास्टै गाह्रो भयो। फर्किहाल्यौँ हामी चाहिँ लास्टै गाह्रो भइरहेछ। सबै अगाडि गइसकेँ। म चाहिँ लास्ट थिएँ। मन्जु र म, सागर भेना, सन्तोष भेना, बबिता अगाडि गइसक्यो। लास्टै लामो रहेछ भेना। किन यति लामो? यति लामो रहेछ। छुरी यता छन् छुरी साथीहरू। हामी चाहिँ लास्टै गाह्रो भयो।
यति लामो लामो रहेछ यति नानी र म यहाँ छौँ नानी र म साथी भइरहेछौँ साथीहरू हाँचीले चाहिँ जोडी भइरहेछ अगाडि लामो ल साथीहरू हामी चाहिँ पोखरी कटेजमा आइपुग्यौँ महेन्द्र नगरको एकै यो टिकट काट्ने ठाउँ यस्तो दामी रहेछ हेर्नु यस्तो दामी रहेछ पोखरी कटेज साथीहरू हामी चाहिँ पोखरी कटेजमा आइपुग्यौँ अनि जसो तसो कता कता घुमेर के भन्ने न उता कता स्कुल बनाउन सहयोग लागि के गराइसक्नु सबै गराउनु न हामी आइहाल्छौँ किन चिन्ता गर्नु भयो सब एकदम दामी रहेछ पोखरी कटेज महेन्द्र आज चाहिँ घुमा डेन्जर छ साथीहरू हाम्रो चाहिँ कता कता 2-3 ठाउँ पुगिसक्यो यो चाहिँ छोरीको निप्पल हाल्दै हिँड्नु भएको उहाँले चाहिँ हात्ती वाउ हेर कान्ति पोखरी कटेज ड्रेस लाउनु पाउँछ अरे यहाँ छिटो लाग छिटो गर नि त त्यहाँबाट ल्याउनु फोटो यति बेला हामी चाहिँ यो बुलबुलेमा नि आइपुग्यो बुलबुले यो कहाँ गरे ल भन्नु त छिटो यहाँ राम्रोसँग फोटो खिचाउनु देखाएन भिडियो गर्न नि देखाएन के गर्नु साह्रै गाह्रो छ कति राम्रो फुलहरू आहा कति राम्रो मैले यस्तो प्रोफाइल पिक्चर राख्ने यस्तो फोटो खिचिदिन्छु यहाँ अब के हो डान्स गर्ने पनि रहेछ यहाँनिर चाहिँ मोबाइल यो जोडी यहाँ चाहिँ बार पनि रहेछ यो देखाउन पोखरी कटेज चाहिँ यो साथीहरू यहाँ चाहिँ कटेजहरू यस्तो रहेछ यहाँ पानी रहेछ पानी सुकेको रहेछ पोखरी कटेज जाम साथीहरू हामी चाहिँ अब फर्किन लागेको रात पनि लाग्यो अब यहाँबाट हामीलाई 4 घण्टा लाग्छ 3 घण्टा 2 घण्टा बस्नु ल साथीहरू हामीलाई चाहिँ अघि 2 घण्टा लाग्यो अब चाहिँ जाने हामीलाई किन लाग्यो 2 घण्टा साथीहरू हामीलाई त्यति घण्टा लाग्यो अब चाहिँ हामी तेरो ल हामी चाहिँ खायौँ है ल पोखरी कटेजमा कन्सर्ट यहाँ चाहिँ दुध खाने कार्यक्रम भइरहेछ जहिले सकिने बेला हुन्छ अघि पनि सकिने बेला आएको थियो अहिले पनि सकिने साथीहरू हामी चाहिँ सर लाएर घरतिर गएको कन्सर्टहरू आज यहाँ चाहिँ कन्सर्ट लाग्दो रहेछ ठ्याक्कै र हामी बसेर डेन्जर रमाइलो ल साथीहरू हामी चाहिँ यहाँबाट अब पोखरी कटेजदेखि हामी घरतिर लागेको आज चाहिँ यहाँ कन्सर्ट रहेछ जे होस् रमाइलो छ के गर्ने साथीहरू हामी बच्ची भएर हामी चाहिँ कन्सर्टमा बस्दैनौँ आज हामी चाहिँ बाबु नानी भएर हामी चाहिँ कन्सर्टमा बस्दैनौँ अनि यता चाहिँ अलि हुनुहुन्छ 2 दियो के अलि हुनुहुन्छ 2 दियो के भएर पनि हामी बस्दैनौँ साथीहरू अलिक गाह्रो हुन्छ त्यही भएर हामी चाहिँ फर्किन्छौँ है साथीहरू ल छोरीले नि यहाँ पानी छोएर जाने रे धनगढी आएको बेला आँखाको आँखा ल भाइ सानो सन कस्तो दामी देखेको छ सन ल साथीहरू हामी चाहिँ बाहिर निस्केको अब हामी रिक्सामा चढ्छौँ धनगढी जाने रिक्सामा धनगढी जाने त रिक्सा कहाँ होला र हामी त यहाँ बजारसम्म है ल हामी चाहिँ बजारसम्म जान्छौँ कति चोकको यहाँतिरबाट हिँडेर गयौँ अटोले रिक्साले लास्टै महँगो लियो अनि त्यही भएर हामी यहाँबाट हिँड्दै गयौँ कन्सर्ट चलिरहेछ त्यहाँनिर यस्तो दामी रमाइलो भएको छ के गर्ने एउटा 2 जिउ के छ एउटा बच्चाको आमा छ
के गर्ने लास्ट पऱ्यो अनि जानै पर्यो तर कन्सर्टमा डेन्जर रमाइलो हुन्छ नि आमा हामी जहिले पनि के भएको दोधारा चाँदनी पनि पुग्यौँ त्यहाँ पनि रमाइलो छ राम्रो छ तपाईँहरू पनि आउनु होला लामो पुल चाहिँ हामी आधी मात्रै हिँड्यौँ कि त्यति लामो आउँ हाम्रो घाट पर्थ्यो नि हामी घरबाट ढिलो हिँड्यौँ कि साथीहरू 2 घन्टा लाग्छ यहाँ अब हामी यहाँ एउटा धनगढी जाँदा रातै पर्छ साथीहरू उहाँ धनगढी बजार पुग्न रात पर्छ अझ त्यहाँदेखि उता आधी घन्टा लाग्छ जानलाई अब यहाँबाट धनगढीतिर यहाँ महेन्द्रनगरदेखि ठ्याक्कै धनगढी जान 2 घन्टा लाग्छ गाडीमा अब हामी रात पर्छ आज हामी चाहिँ यहीँ बाटोमा रात पर्छ धनगढीमा धनगढी पुग्नलाई चाहिँ झन् डेन्जरै रमाइलो छ साथीहरू आज हामीलाई रात पर्छ के गर्नु मान्छेको बुढा भएर यस्तो बाइकमा जान्छन् के गर्ने हामी चाहिँ यस्तो छ हालत अब साथीहरू त्यही हो गाह्रो छ दोधानी चाँदनी चाहिँ दामी छ तर हामी चाहिँ पुरै गएन घुम्नलाई आउनु है घुम्नलाई आउन ल यो पोखरी पनि राम्रो कटेज पनि राम्रो छ किन नमानेको कन्सर्टमा बस्न तर रमाइलो हुन्छ नि कन्सर्टमा डेन्जर रमाइलो हुन्छ साथीहरू त्यहाँ कन्सर्टमा पनि मान्छेहरू ढले नै अब यहाँ धेरै टाढा जान्छ नि त यहीँ नजिकै घर भयो न फेरि त्यहाँ ढले पनि गर्दैन के हुन्छ तर कन्सर्टमा चाहिँ डेन्जर रमाइलो हुन्छ साथीहरू 2टा रेड बुल खायो साथीहरू 2टा रेड बुल खायो डेन्जर रमाइलो लाग्छ कुनै अनि पोखरी कटेजमा चाहिँ आज कन्सर्ट रहेछ कन्सर्टमा बस्ने भनेको भेना पनि मान्नु भएन अनि एउटा 2 जिउकी छ यो नानीको आमा भयो फेरि भनेको म भेना सन्तोष भेना मात्रै छौँ कि एकदम स्ट्रङ भेना हामी स्ट्रङ छैन भनिदिनु न ल साथीहरू अब हामी भिडियो गर्दिनँ होला म एकैचोटि अब घरमा गएर इन गर्छु साह्रै गाह्रो भइरहेछ अब हिँडाइन परेछ हामी घरबाट राति निस्केको नि है राति भन्दा नि अलि ढिलो निस्केको कति बजी निस्केको बिहान घरबाट म धनगढीबाट के 12:30 बजे हामी 12:30 बजी निस्केको भेनाहरू चाहिँ बिहान आउनुभएको हस्पिटल भेना चाहिँ पत्थरी छ अरे के भारे अब त्यही हो के त्यही हो साथीहरू अब चाहिँ गोटा ढुङ्गा त्यसो भन्ने होइन कि भोपाल छ साथीहरू त्यही हो तपाईँहरूलाई यस्तो दामी फुलहरू पाउँदो रहेछ यहाँनिर चाहिँ हातपाती साथी ल बाई बाई